आज विश्वको ध्यान फेरि मध्यपूर्वतिर केन्द्रित भएको छ। अमेरिका, इजरायल र इरान बीच तनाव बढ्दैछ। मिसाइलहरू प्रहार भइरहेको छन्। इरानको राजतन्त्र, इस्लामिक क्रान्ति र धर्मको आधारित शासनसम्म आज हामी बुझ्नेछौँ। 1979 भन्दा अघि इरानमा राजतन्त्र थियो। देशको नेतृत्व मोहम्मद रेजा शाह पल्लवीले गरिरहेका थिए। शाहले इरानलाई आधुनिक बनाउन प्रयास गरे, पश्चिमसम्म सम्बन्ध बलियो बनाए, उद्योग, शिक्षा र सैन्य शक्ति विस्तार गरे। तर जनतामा असन्तुष्टि पनि बढ्दै गयो। धेरै मानिसहरूले महसुस गरे कि सरकार आधुनिकवादी हुँदै गएको छ र पश्चिमी प्रभाव धेरै बढिरहेको छ। सन् 1979 मा इरानको ऐतिहासिक क्रान्ति भयो। यो क्रान्तिले राजतन्त्र समाप्त गर्यो। देशको नेतृत्व धार्मिक नेता आयतुल्लाह खुमेनीले लिए। यसपछि इरान बन्यो इस्लामिक रिपब्लिक अफ इरान। यस प्रणालीमा सबैभन्दा शक्तिशाली पद हुन्छ सुप्रिम लिडर। खामेनी इरानका पहिलो सुप्रिम लिडर बने। उनले पश्चिमी विरोधी नीति अपनाए, अमेरिका र इजरायललाई मुख्य शत्रुको रूपमा हेरे। For the last 24 days, our nation's concern has been focused on our fellow Americans being held hostage in Iran. We hold the government of Iran fully responsible for the well-being and the safe return of every single person. यसपछि इरान र अमेरिका बीच सम्बन्ध बिग्रियो। अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगायो। दुवै देशबीच राजनीतिक र सैन्य तनाव बढ्दै गयो। इजरायलसँग पनि इरानको सम्बन्ध अत्यन्त तनावपूर्ण छ। इरानले इजरायललाई वैध राज्य मान्दैन। यसै कारण इरानले मध्यपूर्वका केही समूहहरूलाई समर्थन गरेको छ। यसले गर्दा इरान र इजरायल बीच लामो समयदेखि अप्रत्यक्ष युद्ध चलिरहेको छ। हालको अवस्थामा यो तनाव अझै बढ्दै गएको देखिन्छ। अमेरिका र इजरायलले इरानको सैन्य र रणनीतिक स्थानहरूमा आक्रमण गरेका छन्। यसले पुरै मध्यपूर्वलाई ठूलो युद्धको जोखिमतर्फ धकेलेको देखिन्छ। यस युद्धको असर केवल युद्ध क्षेत्रमै सीमित छैन, यसले विश्व अर्थतन्त्रलाई पनि असर गरेको देखिन्छ। सबैभन्दा ठूलो प्रभाव देखिएको छ तेल बजारमा। यदि मध्यपूर्वमा युद्ध बढ्यो भने तेलको मूल्य अझै बढ्न सक्छ र त्यसको असर विश्वको अर्थतन्त्रमा मात्र होइन, नेपाल जस्ता देशहरूमा पनि देख्न मिल्नेछ। यसैले इरानको वर्तमान सङ्कट केवल आजको घटना होइन, यो इतिहासको परिणाम हो। राजतन्त्र, क्रान्ति, धार्मिक शासन र क्षेत्रीय शक्ति सङ्घर्ष। अब प्रश्न उठ्छ, के यो सङ्कट ठूलो क्षेत्रीय युद्धमा परिणत हुनेछ कि कूटनीतिले यसलाई रोक्न सक्छ? आजको भिडियो यति नै। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।